हजुर नमस्ते, तपाईँको नाम? मेरो शुभ नाम विजय घिमिरे। हजुरको पेसा? मेरो पेसा म्युजिसियन। हजुरले कतिवटा गीत गाइसक्नु भयो? त्यस्तै 12-13वटा गीत गाइसकेको। हजुर। अब 2-3टा फेरि आउँदैछ, अब सिटी आउँछ, 2-3 दिनमा आउँछ। हजुरको गीतको शीर्षक? मेरो गीतको शीर्षक छ ल ल। ल ल, एउटा गीत गाए सुनाइदिनु नि। त्यो अहिले अब मुड छैन, अहिले मुड छैन, अहिले सन्चो छैन, ज्यानमा सन्चो छैन, भएको सुन्छु। हजुरको अहिलेसम्म हाइएस्ट भ्यू कति छ? त्यस्तै 2 मिलियन कटेछ भनौँ न। 2 मिलियन कटेछ। तपाईँले अहिलेसम्म कतिवटा गीत हालिसक्नुभयो? 15-16 गीत हालेको छु। 16वटा गीतमा तपाईँको अर्निङ कति भयो? त्यस्तै महिनाको 1.5 लाख मेरो अर्निङ हुन्छ। महिनाको 1.5 लाख अर्निङ हुन्छ। त्यो पैसा तपाईँले कहाँ इन्भेस्ट गरिरहनु भएको छ? यहाँ जग्गा जग्गा आएछ। यो जग्गाको कस्ट कति हो? कस्ट मैले किन्दा यस्तै 12 लाख किनेको। हजुर। अब बेच्दैछु, अब त्यो बेच्ने पैसा भनेको त्यस्तै 25 लाख जति आयो भने दिन्छु मैले। हजुर भाइरल भएको कति भयो? भाइरल भएको यस्तै 2-3 महिना भयो। 2-3 महिनामा तपाईँले 12 लाखको जग्गा कसरी किन्नुभयो? नै अब पहिला पैसा मैले सेभ गरेको थिएँ, पहिला म बिजनेस गर्थेँ नि त। उसले सेभ गर्थ्यो मेरो। ठ्याक्क यहाँ आएर 3 महिनामा मैले कमाएँ 1.5 लाख गरेर 5 लाख जति कमाएँ। अब उहाँ मेरो थियो, उहाँ तर मेरो क्यास भनेको 15-16 लाख थियो। यहाँ 5 लाख कमाएँ, 20 लाख भयो। त्यही अनुसारले जग्गा किनेँ। हजुर। अनि त्यसपछि अब गाडी किन्नु थियो, एउटा कार किन्दैछु, स्कर्पियो किन्दैछु। हजुरले घर चाहिँ कहिले बनाउने प्लान गर्नुभएको छ? मेरो घर चाहिँ अब घर नबनाउने, घर अन्न बनाउने घर। हजुर अहिले कहाँ बस्नुहुन्छ? म अहिले उयो घर बस्छु, उयो घर। उतो घर कस्तो? यो घर उषा खड्का भन्नेको। उषा खड्का। तपाईँले महिनामा 1.5 लाख कमाउनुहुन्छ, आफ्नो घरमा किन बस्नुहुन्न? यस्तो अब कुरो मलाई घरकोबाट मन पर्दैन। पहिलो कुरो घरबाट मन पर्दैन, किनकि घरमा धेरै पैसा चाहिन्छ। हजुर। मसँग त्यो औगातभन्दा बाहिर थियो। हजुर। मेरो औगात छैन। भन्दैन। मेरो औगात छैन। अब यस्तै 2-3 वर्षपछि बनाउँछु। महिनाको 1.5 लाख कमाउनेको औकात हुँदैन? नै अहिले त्यस्तो पैसा जम्मा गरेको होइन नि त। खर्च बढी छ नि त मेरो। खर्च बढी छ। तपाईँले खानामा कति खर्च गर्नुहुन्छ? खानामा त्यस्तै महिनाको 80-90 लाख 80-90 खर्च हुन्छ। तपाईँको आउटफिटको कस्ट भनिदिनु न त। आउटफिटको? हजुर। यसलाई पर्छ मेरो 900। हजुर। नाइ 600। आमा, तपाईँको आउटफिटको कस्ट त 2000 भन्दा माथि गएन त। मान्छे त यस्तै हो त। मान्छे यस्तै छ भनेपछि। अनि अब तपाईँको एज कति भयो? मेरो उमेर भनेको त्यस्तै 16 वर्ष भयो। अब वैशाखमा 17 वर्ष पुरा हुन्छ। 16 वर्षको मान्छेलाई विदेश जान कसले थियो? अब त्यस्तो कुरो, अब मेरो काकाहरू उहाँ हुनुहुन्थ्यो। हजुर। अनि घुम्नको लागि भनेर भिसा पठाइदिनु भयो मेरो लागि। अनि म गएँ, अनि वहीँ बसेँ, अनि हल्का काम गरेँ। अनि भिजाको टाइम कति थियो? भिजाको टाइम यस्तै 2-3 महिना थियो। 2-3 महिनामा तिमीले कसरी 16 लाख कमायो? 16 लाख यस्तै महिनाको त्यस्तै 8 लाख जति थियो क्या। पोर्चुगल थियो। महिनाको 8 लाख पोर्चुगलमा महिनाको 8 लाख। एभरेज नेपालीले 6 लाखमा कमाउँछ, तपाईँले 8 लाख कसरी कमाउनु? यस्तो लोट्री पर्दाखेरि 2 लाख बढी कमाउँथ्यो नि त। लोट्री पढेर 2 लाख बढी कमाउनु भयो। त्यसपछि अब तपाईँको बिहे गर्ने प्लान छ कि नै? नै अहिले छैन। ल हजुर पनि आउनुहोस् ल। अब त्यस्तै 10-12 वर्ष हुन्छ। 10-12 वर्ष भनेपछि तपाईँले अब 28-29 वर्षमा बिहे गर्नुहुन्छ। 28-29 अब 16 वर्ष भन्नु, अब 12 वर्षसम्म के गर्दै बस्नुहुन्छ? अब 12 वर्षसम्म होइन, अब यस्तै गानाहरू बनाएर युट्युबमा हाल्छु। अनि त्यसपछि अब त्यो कमाएको पैसाले ब्याङ्कमा हाल्छु, सेभिङ गर्छु। हजुर। घर चाहिँ मैले बनाउनु चलाउनुहुन्छ? अनि तपाईँको बाबा मम्मी के गर्नुहुन्छ? हजुर। बाबा मम्मीले के गर्नुहुन्छ? मेरो बाबा मम्मी मम्मी हाउस, बाबा पनि हाउस वाइफ। बाबा अहिले दर्शकबिन पहिलोपल्ट बाबा हाउस भएको छैन छु। यहाँ सुन्नुहोस्, इन्ट्रेस्टिङ। तपाईँको बाबासित थोरै इन्टरभ्यू गर्न मिल्छ? अहिले उहाँ बिजी हुनुहुन्छ, अहिले सुन्न मिल्छ। हजुरको बाबा केमा बिजी हुनुहुन्छ? मेरो बाबा यहाँ पैसाको बारेमा विवाद चलेको छ। प्रत्येक घरले 1500 दिने कुरा भइरहेको छ। मेरो बाबा यहाँ सहमति हुनुहुन्न। छोराले महिनाको 1.5 लाख कमाउँछ, बाबा 1500 दिन किन लभ गर्दै हुनुहुन्छ? अब त्यो मेरो प्रश्न होइन, त्यो बाबा सुन्नु मेरोतिर त्यो अलि छैन। तिम्रोतिर छैन? अनि अब हजुरको प्लान के छ अब यो पछि? अब मेरो प्लान भनेको अब नेपालको ठाउँ पुरै घुम्ने।
त्यसपछि पुरै घुमेर सकेपछि हजुर अनि उता इन्डियाको केदारनाथ जानु मन लाग्छ हजुर त्यतिहरू त्यो मेरो ड्रिम त्यही हो अनि ठ्याक्क केदारनाथ जानु तपाईँको फेभरेट गाडी कुन हो मेरो फेभरेट गाडी भनेको BMW हो हजुर हजुर होला बाइकमा भनेको मेरो बुलेट हो हजुर BMW नै किन BMW किनकि त्यो अलिक स्ट्यान्डर्ड मान्छे चल्छ किनकि म स्ट्यान्डर्ड छु सो BMW इज बेस्ट फर मी बुलेट नै किन बुलेट भनेको अब अफकोर्स त्यो पनि अब अलिक स्ट्यान्डर्ड मान्छे चल्छ नि तर यस 6 लाखको बाइक कसरी स्ट्यान्डर्ड भयो 6 लाख अब यस्तो हुन्छ सर अब के हुन्छ भन्दाखेरि अब अरू बाइक जस्तै अब यो हन्डा सन्डा भनेको अलि सानो मान्छे चढ्ने हो अब यो अलि बुढै भनेको अलिक ठुल्ठुलो मान्छे नेता यस्तो यस्तो अब म पनि ठुलो मान्छेमा पढ्छु किनकि मैले अब नेपालको म्युजिसियन हो किनकि म नेपालको नाम डुगाएको छु नेपालमा मेरो नाम चलेको छ त्यो भएर म नेपालमा कसरी चिन्छ तपाईँले नेपालमा के गरी चिन्छन् मान्छेहरूले मलाई नेपालमा म्युजिसियन भएर चिन्छन् किनकि मैले यस्तो बवाल गीत गाउँछु नि गीत कस्तो सुन्यो भने मान्छे भुटुक्क हुन्छ कि मलाई भुटुक्क हुन्छ मान्छे मर्ने गीत गाउनुहुन्छ कि अब मान्छे मर्ने होइन मान्छे पस्याएको गीत केटीहरू पसिरहेको गीत गाएर सुने केटीहरू एउटा गीत गाएर सुनाइनु अहिले अहिले मेरो मुड छैन मुड अनुसार हुन्छ अहिले यस्तो खालको मुड छैन मुड बनाउन के गर्नुपर्छ मुड अब त्यस्तो प्रश्न सोधिहाल्नु भयो हजुर हजुर अब मुड बनाउन चाहिँ अलिकति मन चाहिन्छ यति हान्नुपर्छ दुईवटा हान्नुपर्छ दुईटा गान्नुपर्छ उताबाट दिदीको डनक आयो है कम्पनीको दुईटा गान्नुपर्छ अर्ना स्ट्रङ के हो नि चल्छ मलाई त्यस्तो मलाई त्यस्तो केही मजा लाग्दैन अर्ना कम्पनी कहाँको हो थाहा छ तपाईँलाई अर्ना कम्पनी मलाई थाहा एक्ज्याक्ट थाहा छैन अब त्यो बारेमा थाहा नि त खाना पाए भएमा जुन पनि जुन पनि अनि अरू के सुन्यो हजुरको दाँत किन यति ठुलो मेरो दाँत म सानोमा यस्तो गरेर यस्तो अलिक खाएको थियो त्यो अलिक यस्तो बाहिर आयो कि हजुरले अमला किन खानुहुन्छ दान मात्र होइन मन पनि ठुलो अनि हजुरको अर्को प्लान के छ मेरो अर्को प्लान भनेको दिदीलाई बिहा गरिदिने हो अब दिदीको बिहा हुँदैछ दिदीको प्लान के छ ल आउनुहोस् यता इन्टरभ्यू मेरो प्लान के छ भने क्यानाडा अस्ट्रेलियाको केटा पिआर भएको केटाहरूलाई यहाँ ल्याउने उनीहरूको बिहा गरेर पठाइदिने हजुर दिदीलाई पठाउने विचार छ ल ल ठिक ल ल ल ल जाउँ